अहिले स्वाद एकदमै मिठो आउने, यति बेडले खुशबु चाहिँ धेरै राम्रो आउने, यति बेडले महँगो अनि फाइदा पनि यसको धेरै छ। हजुर हिङको फाइदा है गाइस, सुन्नुहोस् हाम्रो जुम्लेली दाइसँग हिङको फाइदा। तपाईको भित्र एसिडिटीको लागि अनि खाना हजम नहुने है, त्यसको लागि चाहिँ यो धेरै राम्रो चिज हो अर्ग्यानिक। यतिले कति पर्छ? यो पर्छ दाजु 150 रुपैयाँको प्याकेट। यतिले 150। तेल चाहिँ तपाईको रुखा-खोकीको लागि, टाउको-खोकीको लागि। तपाईँ एकचोटि मैले जुम्ला देखियो नसा खोल्छ नि तेलले। कस्तो हो यो शिलाजीतको गुण भन्नुहोस् त। शिलाजीत दाइ हातखुट्टा दुख्ने, घुँडागाँठा दुख्ने, क्याल्सियमको लागि, ब्लड सर्कुलेसन, स्टामिना पुरानो चोट कमचोट, नसा च्यापिएका दर्दका लागि धेरै राम्रो छ शिलाजीत। अनि यो ठेटा, यो काठो ठेटा जस्तो देखिन के हो? यो केसर हो दाइ। नै यो यताको यो सुकेको यो चाहिँ मुलेठी हो। मुलेठी भनेको यो खोकीको लागि, तपाईको टन्सिल भएको, अच्छा, अनि यो मुखमा हाल्ने त्यो हिङ चाहिँ ग्यासको लागि, कब्जी, खाना हजम। हाम्रो जुम्लादेखि आउनुभएको छ दाजु। यसलाई घोलेर पनि पिन सक्नुहुन्छ तपाईँ, अनि खानामा पनि हालेर युज गर्न के सक्नुहुन्छ। हुन्छ यसले चाहिँ ग्यास विस कब्जीको लागि, खाना हजमको लागि एकदमै राम्रो काम गर्छ। हिङ, यसको नाम हिङ भनिन्छ। हिङ छ नि। यस्तो हुन्छ? हजुर। त्यो दाता हाल्ने हिङ त अर्कै होइन र दाता नि हिङ हाल्छ नि दुखेको बेला। पाके कस्तो हुन्छ नि? खै 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 हेर नि, एकदम लिक्विड फर्ममा हुन्छ है। लिक्विड फर्ममा। अनि यसलाई भनिन्छ सूर्यताप। यो सूर्यताप शिलाजीत भनिन्छ, अनि तलको उलाई चाहिँ अग्निताप शिलाजीत। यो हाम्रो शिलाजीत खाएर हाम्रो दाजु यति तगडा हुनुहुन्छ है। हजुर, यो त जिम गर्नुहुन्छ भने एक्सर्साइज, रनिङ बेनिफिट नै लेख्नु रहेछ। बेनिफिट के छ नि यसको शिलाजीतको? बेनिफिट दाइ हामीले यसमै लेखेर पनि दिएका छौँ है। अर्ग्यानिक भएर दाइ मैले चाहिँ 1200 रुपियाँको डब्बा दिएको छु। अनि अर्ग्यानिक नै हो, सबै नेपालीको हक छ यसमा। यो चाहिँ केसरी। यो चाहिँ केसरी। केसरी आइटम आफ्नै नेपालमा केही गरौँ भन्नुहुन्छ। सारङकोटमा हावा खाँदै ट्याक्क लगाएर सारङकोटको मन्दिर है गाइस, हाम्रो एथेनिक पुरानो ढुङ्गाहरूलाई कटिङ गरेर मजाले यस्तो मजाले बाटो बनाएको छ। हाम्रो फाइनली हामी सारङकोटको मन्दिरमा पुग्नेवाला छ। हिलटप रेस्टुरेन्ट, गेस्ट हाउस। हाम्रो आज रातिको स्टे यहीँ हुनेछ है गाइस। श्री गण्डकी सत ऐतिहासिक सहित मन्दिर। वाह वाह, ब्युटिफुल मन्दिर है। गाडी जिम त्यतै त पर्छ। यताको स्विमिङ पुल छ क्या, नेचुरल। त्यो कहाँ चढ्नु मन लाग्छ पछि